हेलो गाइस, वेलकम टु माई मिनी भ्लग। आज म र अमृत सर जाँदैछौँ घुम्नलाई जितपुर बजारमा बनेको नयाँ नगर अस्पताल। यसरी बाटोमा जाँदै हाम्रो प्रिय मित्र हिमालय बुढाथोकीसँग पनि भेट भयो। अब हाम्रो टिम बढ्दैछ। अब हामी सन्तोष सरलाई फोन सम्पर्क गर्दैछौँ। हिमाल सरले उहाँलाई फोन लाउँदै हुनुहुन्छ। हेरौँ सन्तोष सर र आदित्य सरसँग आजको हाम्रो भेट हुन्छ कि हुँदैन। बाटोमै पर्ने यो चाहिँ भयो जितपुर बजार। तपाईहरु हेर्न सक्नुहुन्छ, यो जितपुर बजार भयो। अनि यो जितपुरको जनता मावि विद्यालय र यो चाहिँ जितपुर क्याम्पस, जहाँ ब्याचलर लेभलसम्मको पढाइ हुन्छ। यसैबीच हामीसँग जोडिनु भएको छ मिस्टर सन्तोष पौडेल। उहाँको नि अब केही धारणा जाओस् आजको हाम्रो टुरको बारेमा। ल साथीहरू नमस्कार। आज हामी अब यहाँदेखि अर्खलेसम्मको यात्रामा छौँ। हामी हाम्रो दिग्गज व्यक्तित्वहरू खगेन्द्र सर, दीपक सर, सिन्धु मिसको पछि लाएर जाँदैछौँ। हेरौँ अब आजको यात्रा कस्तो हुन्छ। यात्राकै क्रममा हाम्रो दाइसँग नै भेट भयो। आजको हाम्रो यो सन्ध्याकालीन यात्रामा हामी घुम्ने क्रममा छौँ। यो चाहिँ हाम्रो रुद्राक्ष चौक। यसको बारेमा विस्तृत जानकारी हाम्रो हिमाल सरले भन्नुहुन्छ। हिमाल सर भन्नुहोस् त यसको बारेमा। यताबाट अनि यताबाट यो रुद्राक्ष चोकमा चाहिँ शिवजीको आँसुको थोपा झरेको थियो, त्यो भएर चाहिँ रुद्राक्ष पलाएको छ यहाँनिर आफै। दर्शकबिन, यो हात्ती खर्कको परिदृश्यमा हामी अहिले जितपुर बजारमा उभिएर यहाँका स्थानीय बासिन्दा श्री सन्तोष पौडेलज्यूबाट समसामयिक र स्थानीय विषयको बारेमा थोरै जानकारी लिन गइरहेका छौँ। सन्तोष सर, तपाईँले अब सन्तोष सर, यो महालक्ष्मी नगरपालिका र विशेष गरी जितपुर बजार महालक्ष्मी नगरपालिका वडा नम्बर 7 को बारेमा हामीलाई थोरै जानकारी गराइदिनुहोस् न। ल अनिल सर, ल नमस्कार। यो महालक्ष्मी नगरपालिका चाहिँ धनकुटा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित पालिका हो। यसमा जम्मै 9वटा वडा रहेका छन्। 9वटा वडामा अब तपाईँ भन्नुहुन्छ भने भौगोलिक हिसाबले यहाँ विविधता पाइन्छ। एकदमै होचो ठाउँ, यहाँको होचो ठाउँ तल लेउगादेखि लिएर यहाँको अग्लो ठाउँ माथि पटेक डाँडासम्म फैलिएको छ। यहाँ विभिन्न किसिमका मौसमहरू, एकदमै गर्मी, एकदमै चिसो ठाउँको बिच यहाँ विभिन्न प्रकारका। इन्टरभ्यूलाई बिचमै रोक्दै हाम्रो नयाँ साथी जोडिनु भएको छ मिस्टर आदित्य शाह। आदित्य सर, से हाई। इन्टरभ्यू फेरि कन्टिन्यू हुँदैछ हाम्रो। जितपुर एरिया भनेको चाहिँ साबिकको अर्खल जितपुर गाविस पर्छ र यो अहिले हामी बसिरहेको ठाउँ चाहिँ पहिलेको वडा नम्बर 5 मा पर्छ। यो अहिले महालक्ष्मी नगरपालिकाको केन्द्र पनि यही जितपुर बजारमा रहेको छ। जितपुर बजार एकदमै यो पालिकाको सबैभन्दा अलिक विकसित ठाउँ मानिन्छ, किनभने यहाँ जितपुर बजारमा एउटा नमुना स्कुल पनि रहेछ, हाई स्कुल। त्यस्तै गरी यहाँ एउटा ब्याचलर्समा पढायो भने, शिक्षा शास्त्रमा पढायो भने एउटा क्याम्पस पनि छ। यसलाई निकट भविष्यमा यसलाई बहुमुखी क्याम्पसको रूपमा विकास गर्ने पनि यहाँ योजना रहेको छ भने, साथै एउटा यहाँनिर संस्थागत विद्यालय एउटा बोर्डिङ पनि सञ्चालनमा आएको छ। यहाँ विभिन्न किसिमका लघुवित्तहरू रहेका छन्। यति सुन्दर परिदृश्यहरूलाई कैद गर्न हाम्रो आदित्य सर DSLR क्यामेरा बोकेर बाहिर निस्किनु भएको छ। अब हामी यहाँ जितपुरको रमणीय दृश्यहरूलाई क्यामेरामा कैद गर्नेवाला छौँ। साथीहरू, मौसमको प्रतिकूलता र समय अभावको कारण आज हामी जितपुर अस्पतालसम्म पुग्न सकेनौँ। जितपुर अस्पतालसम्मको भिडियो मेरो नयाँ भ्लगमा आउने नै छ। आजलाई यति नै। हस्त धन्यवाद। र अन्त्यमा छुटाउनै नहुने आजको हाम्रो यी दुईजना साथीहरू सन्तोष सर र आदित्य सर फोटोग्राफीमा व्यस्त हुनुहुन्छ। हेरौँ, फोटो उहाँले खिच्न खोज्दै हुनुहुन्छ। हेरौँ कस्तो आउँछ होला।